सोलु हाइड्रो पावर लिमिटेड आइपिओमा आवेदन खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 10 अर्ब रुपैयाँको 20% अर्थात् 2 अर्ब रुपैयाँ बराबरको 2 करोड किता सेयर निष्कासन गर्न अनुमति पाएको छ, जसमध्ये 1 अर्ब रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँ दरका 1 करोड किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सो मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु सोलु दुधकण्ड नगरपालिका वर्षात र 11 थुलुङ दुधकोशी गाउँपालिकाको वार्ड नम्बर 1 को स्थानीय बासिन्दाका लागि 40% अर्थात् 40 लाख किता तथा सोलु दुधकण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वाडा बाहेक अन्य वाडामा बस्ने स्थानीय बासिन्दालाई 60% अर्थात् 60 लाख किता बाँडफाँड गरिनेछ। यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको 10% हुन आउने 10 करोड रुपैयाँ बराबरको 10 लाख किता साधारण नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सो आइपिओ न्यूनतम 10 किताका लागि आवेदन दिन पर्नेछ भने अधिकतम 1 लाख किताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा मङ्सिर 21 गते हुनेछ भने ढिलोमा 7 गते हुनेछ। त्यस्तै वैदेशिक रोजगार नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा मङ्सिर 10 गते हुनेछ भने ढिलोमा मङ्सिर 21 गते हुनेछ। कम्पनीको निर्माण गरिएको 82 मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत 16 अर्ब 30 करोड 40 लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत 19 करोड 88 लाख रुपैयाँ रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नोले सोलुखुम्बु शाखा र आयोजना स्थल तिला सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन गर्नका लागि दरखास्त फारम बापत 2 रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी-आस्पा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्पा प्रणाली मार्फत आवेदन दिन सक्ने।